दैनिक 4000 बढी ठूला साना सवारी साधन आवाजात गर्ने बीपी राजमार्गमा चाडबाड लक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। बीपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपाल थोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउट लगायतको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एडभान्स लिडर राज मैनालीले जानकारी दिनुभयो। यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निम्ति कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। आज हामीले यो नेपाल प्रहरी कुशेश्वर दुम्जा प्रहरी चौकी र यहाँको अस्थायी ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा चाहिँ यो बीपी राजमार्ग भएर यात्रा गर्नुहुने यात्रुहरूको सुरक्षाको निमित्त र सवारी चालकहरूलाई चाहिँ सचेतनामूलक कार्यक्रम जुन चाहिँ यो दशैंको बेलामा बढिने चापमा चाहिँ सवारी साधनहरू चाहिँ हुर्किने हुँदाखेरि यो दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम चाहिँ नेपाल प्रहरी, नेपाल चाहिँ स्काउट र ट्राफिक प्रहरीको चाहिँ यो संयुक्त चाहिँ रूपमा चाहिँ आज कार्यक्रम हामीले सम्पन्न गरेका छौं र बीपी राजमार्ग भएर जति पनि यात्रा गर्दै हुनुहुन्छ उहाँहरूको सुरक्षाको मध्यनजर गर्दै चाहिँ ट्राफिक प्रहरी र नेपाल प्रहरीले अहोरात्र खटेर चाहिँ दुर्घटना न्यूनीकरण गरिएको चाहिँ पाएर यो एकदमै खुसी लाग्यो। उहाँहरूले मुस्कान सहितको चाहिँ एउटा सेवा दिएको पनि पाएँ र म अहिले एज अ नेपाल स्काउटको एउटा भोलिन्टियर उहाँहरूसँग जोडिएर नै चाहिँ मैले यो सहयोग गरिरहेको छु। ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको छु। दुर्घटना न्यूनीकरणको खर्चहरू बाँडेर चाहिँ उहाँहरूसँगै हातेमालो गरेर चाहिँ यो विजया दशमी चाहिँ एकदमै सौहार्दपूर्ण तरिकाले र यात्रुहरूले आफ्नो गन्तव्यसम्म चाहिँ एकदम सजिलै र एकदम दुर्घटना रहित तरिकाले पुगोस् भन्ने कामना गर्दै हामीले चाहिँ यो कार्यक्रम गरेका छौं। प्रहरी चौकी दुम्जा सिन्धुलीका प्रहरी सहायक निरीक्षक मनोज थापाले चाडबाड लक्षित सड़क सुरक्षा योजना अन्तर्गत सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। सड़कलाई व्यवस्थित गर्न आफूहरू निरन्तर लागिरहेको उहाँले जानकारी दिनुभयो। जय नेपाल, म प्रहरी सहायक निरीक्षक मनोज थापा। म प्रहरी चौकी दुम्जा कुशेश्वर सिन्धुलीमा चाहिँ कार्यरत छु। विशेष त मेरो एरिया चाहिँ बीपी राजमार्ग सड़क खण्ड पर्ने हुनाले यो दशैं लक्षित चाडबाड लक्षित गरेर चाहिँ हामीले सड़क सुरक्षा योजनाहरू चाहिँ निर्माण गरेका छौँ। सोही अनुरूप चाहिँ हामीले कार्यान्वयन पनि गरिराखेका छौँ। हामीले सड़क दुर्घटना न्यूनीकरण गर्नलाई चाहिँ ट्राफिक सहितको सहकार्यमा चाहिँ दिनरात खटिएर चाहिँ हामीले यात्रुहरूलाई चाहिँ सहजीकरण गर्ने वातावरण गरेका छौँ। कतिपय ठाउँमा फँसेका छन्, कतिपय ठाउँमा बिग्रेका छन्, कतिपय ठाउँमा एक्सिडेन्ट भएर एकअर्कामा चाहिँ ठोकिएका छन्। त्यस्ताहरूलाई चाहिँ हामीले समयमै साइड लगाएर अथवा उचित व्यवस्थापन गरेर चाहिँ हामीले चाहिँ पूर्ण रूपमा सुचारू गरेका छौँ। अन्त्यमा यहाँहरू सबैजनालाई विजय दशमीको शुभकामना हस्त। धन्यवाद। चाहिँ अस्थायी ट्राफिक प्रहरी पोस्ट दुम्जाका इन्चार्ज वरिष्ठ हवल्दार पशुपति फुयालले ट्राफिक व्यवस्थापनको सन्दर्भमा आफूहरू अहोरात्र खटेर सवारी साधनलाई गन्तव्य पुर्याउन सहयोग गरिरहेको बताउनुभयो। यात्रुहरूलाई राम्रोसँग व्यवहार गर्न चालकलाई पर्चा वितरण तथा सम्झाउने काम गरिएको समेत उहाँले जानकारी दिनुभयो। ट्राफिक व्यवस्थापन सम्बन्धमा चाहिँ हामीले अहोरात्र खटिएर सवारी साधनहरूलाई चाहिँ आफ्नो चाहिँ सुरुदेखि अन्त्यसम्मलाई चाहिँ जाने बाटो मिलाइरहेका छौँ र बाटोमा बिग्रिएका सवारी साधनहरूलाई चाहिँ चाँडोभन्दा चाँडो बेलैमा साइड लगाएर हटाएर चाहिँ सवारी आगमनलाई सहज बनाइरहेका छौँ र प्रत्येक चालकहरूलाई चाहिँ मितव्यय राम्रो सम्बन्ध गर्ने भन्दै चालकहरूलाई चाहिँ पर्चा दिएर चाहिँ ट्राफिक सचेतना सहित कार्यक्रम हामीले गरिरहेका छौँ र यस्तै गरेर हाम्रो ट्राफिक व्यवस्था चाहिँ भइरहेछ। बीपी राजमार्ग काठमाडौँ, तराई र पूर्वी नेपाललाई जोड्ने महत्त्वपूर्ण यातायात मार्ग हो। चाडपर्वका बेला यात्रुको चाप अस्वाभाविक रूपमा बढ्ने भएकोले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढ्ने गर्दछ। यसलाई ध्यानमा राखेर प्रहरीले सचेतना अभियानलाई प्राथमिकतामा राखेको हो।